तपाईहरु सबैजनालाई जय मसी र अब म चाहिँ रेडी भएर है र यस्तो छ मेरो आजको आउटफिट। अब म लागे क्लासतर्फ है। अब यहाँ सबै रुमहरु लक गरेर यहाँ अर्पन्दा चाहिँ बिहानै ड्युटी जानुहुन्छ नि त। म चाहिँ अर्पन्दाकोमा बसेको छु नि त गुडगाउँमा। अब यहाँबाट म तपाईको उता सेन्टर पुग्नुपर्छ न्यू दिल्ली लक्ष्मीनगर निर्माण बिहारमा झरेकिन म निर्माण बिहार मेट्रो स्टेसनमा उत्रेर त्यहाँबाट लक्ष्मीनगरमा जानुपर्छ। जाएन हो नि त मेरो उयो चाहिँ तपाईको इन्स्टिट्युसन चाहिँ। अनि मेरो सबै भइसकेको छ। अब इन्टरभ्यू बाँकी छ। त्यो क्लासको लागि चाहिँ म यहाँ आएको थिएँ सेप्टेम्बर 8 तारिक आएको म है। अनि आज चाहिँ तपाईको अक्टोबर 25 तारिक मेरो पर्सि 27 तारिक अक्टोबरमा चाहिँ मेरो इन्टरभ्यू छ है। अनि त्यो इन्टरभ्यूको आज मेरो लास्ट क्लास भएको कारणले गर्दा चाहिँ म मेरो यात्राहरू यसो पछि रिमेम्बरको लागि यो भ्लग गरिरहेको छु। सायद यो भ्लग मैले अपलोड गर्दै गर्दा त म इजरायल पुगेर अपलोड गर्छु होला, पुगिसकेको हुन्छ होला सायद है। अनि यस्तो छ नजारा है। तर पनि मैले एउटा रिमेम्बरको लागि चाहिँ मैले यहाँ भ्लग गरिरहेको छु। अनि धेरै स्ट्रगल गर्नुपर्छ मान्छेले। इजरायल हक्नै पात्ने सबै गइरहेको छ। इजरायल ठुलो कुरो होइन भन्छ है। तर यहाँ आएर रियल स्ट्रगल चाहिँ थाहा हुन्छ। खानु समयमा पाउँदैन हो, सुत्नु पाउँदैन, टेन्सन हुन्छ। नाना प्रभुको अनुग्रहले गर्दा मेडिकल एकैपल्टमा सक्सेस भए, सबमिसन एकैपल्टमा सक्सेस भयो, कुनै गडबडी गर्नु भएन। अनि अब यो इन्टरभ्यू छ सोमबार। अनि मलाई थाहा छ प्रभुले पनि सफलता दिनुहुनेछ, पास हुन्छु म। अनि म इजरायल गएर चाहिँ भ्लग अपलोड गर्छु है त। यस्तो छ यात्रा। यहाँ चाहिँ म गुडगाउँ हरियाणा गुडगाउँ सेक्टर 46 साइबर पार्कको अलिकति अगाडि यहाँ अर्पन्दासम्म बस्छु। यस्तो छ बाटो। तपाईँहरूलाई म अहिले भेट्छु है त। यस्तो छ बाटो चाहिँ म गइरहेको छु है। आज चाहिँ मेरो अन्तिम दिन हो क्लासको। अब सोमबार मेरो इन्टरभ्यू भएर केही दिन बादमा फर्स्ट आउँछ। बोलो बोलो फिर से बोलो। सब्सक्राइब करो भैया को, सपोर्ट करो, शेयर करो, लाइक करो। थैंक यू ठीक है। सपोर्ट करो, लाइक शेयर करो भन्दैछ है बिचारा यिनीहरूले देखेछ। अन्त त्यही अब केही दिन पासपोर्ट आउँछ। आएर फेरि पनि अब 5 सालको लागि जाँदैछु इजरायल। बिचमा प्रभुको इच्छा भयो भने 3 साल बाद त म आउने नै छु अवश्य। 5 साल त एकैचोटि बस्दाखेरि त अलिकति गाह्रो पर्छ। परिवार भेट्नु पऱ्यो, मण्डली भेट्नु पऱ्यो होइन, चर्चको याद आउँछ। अन्त त्यो भएर चाहिँ म बिचमा आफ्टर 3 इयर्स आउँछु। आएर फेरि जानेछु भनेर चाहिँ सोचेको छु। अनि यही प्रार्थना छ तपाईँले पुर्याउनुहुन्छ उहाँले राखिदिनु भएको त्यो जग्गा स्थानहरूमा। अनि म अब यहाँ टोटो चढ्नुको लागि आइरहेको छु। यता परबाट पाउँछु मेरो टोटो चाहिँ। आज अलिक खाली रहेछ, हिजो झन् खाली थियो। म चढेँ मेट्रोमा अहिले। कति लाग्छ भनेर मैले सोधेँ, किनभने अस्ति मलाई भक्कु मागे नि त। चाहिँ यहीँ रोकिदियो, म चाहिँ त्यहाँ पुग्नुपर्छ हो। त्यसको गाडी बिग्रियो अरे नि त। अन्त त्यसको टोटो बिग्रियो अरे। ठिकै छ, केही छैन। अब म यो हरियाबाट जानुपर्छ यहाँबाट। यो पनि बन्द रहेछ। उता पुगेर भेटौँ ल। यस्तो छ मिलिन सेन्टर आइपुग्यो। अहिले चाहिँ म ब्यागहरू सेट गर्नु लिएर पार्टी सेट गरेर म यस्तो छ बाटो। अहिले चाहिँ म राजीव चोकमा उत्रेर अब फेरि म यहाँ राजीव चोकबाट अब म तपाईँको
निर्माण बिहारमा उभिन्छु। यहाँसम्म आइपुग्नु मलाई लगभग तपाईँको झन्डै 45 मिनट लाग्यो। आज अहिले त अझै त्यस्तो भिड छैन यहाँनिर, दिवालीले गर्दाखेरि अफिसहरू बन्द छ हो, त्यो भएर। मेरो आए मेट्रो गाइस, अब फाइनली म चढ्नेछु। र म चाहिँ अहिले यहाँ निर्माण बिहारमा आइपुगेँ स्टेसनमा। अब चाहिँ म सेन्टर यहाँबाट मलाई हिँडेर 5 मिनट लाग्छ, करिब करिब आइपुगेँ। अहिले यो दिवालीले गर्दाखेरि त्यस्तो भिड छैन, नभए यहाँ पुरा भिड हुन्छ। खाली खाली देखिरहनु भएछ तपाईँले चाहिँ निर्माण बिहारको नजाराहरू चाहिँ। अहिले म यहाँबाट आएको र पनि पुगेँ। आज लास्ट हो मेरो क्लास भन्ने इन्टरभ्यू छु। यत्रो स्ट्रगल गरेँ होइन। अब केही मैले स्ट्रगलको कुराहरू मैले त्यो चुकाएको कुराहरू मैले पाउन गइरहेको छु। परमेश्वर मेरो साथमा हुनुभएको कारणले गर्दा धेरै दुःख थियो, तकलिफ थियो, परिस्थिति थियो, तर पनि प्रभु भएको कारणले गर्दा चाहिँ मैले सजिलैसँगले पार गर्ने मौका पाएँ। कोही बेला अब खाने टुङ्गोमा हुन्थेन, सुत्नु टुङ्गोमा हुन्थेन, कोही बेला बिहानको क्लास, कोही बेला बेलुकाको क्लास है। तरै पनि मेरो हरेक कुरामा परमेश्वर रहनुभएको कारणले गर्दा नै यहाँसम्म आइपुगिसकेको छु। अब फर्दर पनि प्रभुकै सब उहाँकै हातले गर्दा, उहाँकै अनुग्रहले गर्दा चाहिँ म त्यो ठाउँमा पुग्नेछु। सर्वप्रथम स्थान चाहिँ मेरो प्रभुलाई नै म दिनेछु। यस्तो छ। र फाइनली म चाहिँ आइपुगेँ। अब म प्राय आइपुगेँ क्लास। यस्तो छ। अझै यो गरम त अलिक घटेको छ अहिले, त्यस्तो गरम छैन। अब यहाँ पुरा गरम हुन्छ। आइपुगेँ म। तपाईँहरूलाई म यहाँबाट देखाउँछु ल सेन्टर। तपाईँहरूलाई जायन बिल्डिङ जानु हो भने चाहिँ यो हो जायन बिल्डिङ, यो जायन गेट हो। अन्त तपाईँहरू कोही बेला आउँदाखेरि सबमिसन क्लास तपाईँको यहाँ पनि हुन्छ। यता पर जानुपर्छ। यो चाहिँ हो तपाईँको WS बिल्डिङ। पहिला मैले चाहिँ WS नचिनेर चाहिँ साथीलाई सोधेको विचार भिडियो कल साथीले बताइदिनु भएको थियो। अन्त हुन्छ आफूले जानेको कुरो चाहिँ बताइदिनु मलाई मन लाग्छ। आइपुगिसकेको छु, यहीँ हो। क्लासमा पुगेर तपाईँलाई भेट्छु ल, देखाउँछु ल। भोलि इन्टरभ्यू दिने सन्ध्या कतिको एक्साइटेड छ? कतिको एक्साइटेड? सन्ध्या कतिको प्रिपेयर छ भोलिको लागि? र हाम्रो किशोर ब्रदर होइन, कतिको एक्साइटेड छ भोलि? भोलि एकदम पुरा 100। भोलि होइन पर्सि हो। र यस्तै छ हामी है यहाँनिर। तपाईँहरूलाई मैले अहिले देखाउँछु भनिरहेको थिएँ। अझै कतिजना आएको छैन। हाम्रो भोलि चाहिँ 11 जनाले चाहिँ पर्सि चाहिँ इन्टरभ्यू दिनु गइरहेको छ। सबैको राम्रो होस्, यही छ मेरो शुभकामना। सबैलाई सँगै उड्न पाऊँ, लगेज लगेर सँगै जाउँ, एयरपोर्टमा भेटौँ है ल। अब हामी चाहिँ यसमा जान्छ मेट्रोमा। मसँग यहाँ एरिक साथी हुनुहुन्छ, उहाँ पनि विश्वासी नै हुनुहुन्छ, जयमसी भन्छ। र उहाँ हाम्रो गोकबाट हुनुहुन्छ है। र साथीलाई मैले भेटेको छु, लगभग 1 हप्ता जस्तो भयो भेट भएको। र हामी दुईजनाकै आज अन्तिम यहाँनिर हुँदैछ। भेट त होइन, हामी भेट्नु त इजरायलमा निश्चय नै भेट्छौँ। क्लास चाहिँ आज हाम्रो अन्तिम हो। अनि साथीलाई भेटेर खुसी लाग्यो है। अनि यस्तै छ साथी, अल द बेस्ट फर मन्डे इन्टरभ्यू छ है। हामी सोमबार भेट हुनेछौँ। र आज चाहिँ म क्लास गएर पनि आएँ, अन्तिम क्लास। तपाईँहरूलाई अघि पनि भने मैले है।
सोमबार छ इन्टरभ्यू। अन्तिम क्लास मजा आयो। अब चाहिँ दिल्लीलाई पनि बाई बाई गर्ने समय आइसकेको छ। सोमबार इन्टरभ्यू दिएर 1-2 दिन पासपोर्टको लागि पर्खिनुपर्छ। त्यसपश्चात म जान्छु इजरायल। ल सायद अहिले म इजरायलमै छु। यो भिडियो अपलोड गर्दै गर्दा इजरायलबाटै गरिरहेको छु। मैले भविष्यवाणी बोलिदिरहेको छु है। इजरायलमै छु म र यहाँको भिडियोहरू पनि तपाईँहरूलाई म हालेर देखाउनेछु यता अरू भ्लगमा। ल भ्लग कन्टिन्यू गर्नेछु। तपाईँहरूले मलाई सपोर्ट गरिदिनुहोस्। थ्याङ्क यू। र आजको भ्लगलाई यतिमै राख्दछु। म रुम पनि आइपुगेँ। अब चढेको हो यतिमै राख्छु है।